हामी रोटेशनल डाइनामिकको न्युमेरिकल सिरिजमै छौँ र मैले यहाँ एउटा क्वेसन लेखेर रेडी गरेको छु जुन चाहिँ एनइबीमा धेरैपल्ट सोधिएको छ र यो इम्पोर्टेन्ट क्वेसनभित्र पनि पर्छ। क्वेसन छ अ डिस्क अफ मोमेन्ट अफ इनर्सिया 5 × 10⁻⁴ kg/m² इज रोटेटिङ फ्रिली अबाउट इट्स एक्सिस थ्रु इट्स सेन्टर एट 40 rpm भनेको छ। यो जेनरली यसले भनेका कुराहरू हामीले चित्र बनायौँ भनेदेखि जस्तो मानौँ एउटा हामीसँग कुनै एउटा डिस्क छ, यो डिस्क चाहिँ यसरी घुमिरहेको, यो 40 rpm 40 रिभोल्युसन पर मिनटमा यो डिस्क यसरी घुमिरहेको छ यहाँसम्म। क्यालकुलेट द न्यू आरपीएम इफ सम वाक्स अफ मास 0.02 kg इज ड्रप्ड जेन्टली अन द सर्फेस एट 0.08 मिटर भनेको छ। जस्तो फ्रम द एक्सिस है, यो एक्सिसबाट तपाईँ 0.08 मिटर गएर यो डिस्टेन्समा गएर तपाईँले यहाँनिर केही वाक्स झारिदिनु भयो जुनको मास कति रहेको छ भन्दा 0.02 kg रहेको छ। यो हामीलाई के भन्नु? अब यो भएपछि अभियसली यो मासको कारणले गर्दाखेरि यो जुन डिस्क छ यसको मोमेन्ट अफ इनर्सियामा केही न केही चेन्ज आउँछ। मास इन्क्रिज हुने बित्तिकै मोमेन्ट अफ इनर्सियामा पनि केही न केही चेन्जेसहरू देखिन्छ। सो अब हामीले यही कुराहरू गर्न खोज्दैछौँ। अब 0.02 kg यहाँ झरेपछि चाहिँ यसको नयाँ मोमेन्ट अफ इनर्सिया चाहिँ कति भयो अथवा यसको नयाँ आरपिएम चाहिँ कति भयो त्यो कुरा हामीलाई निकाल्न पर्नेछ। ओके, लेट्स राइट द गिभन फर्स्ट। हामीलाई दिएको छ मोमेन्ट अफ इनर्सिया, मैले सिम्बोलिकल्ली मात्र लेखेँ। आई भनेको 5 × 10⁻⁴ kg/m² दिएको छ। ओके, अनि त्यहाँ गएर यो आरपिएम दिएको छ, यो रिभोल्युसन पर मिनट दिएको छ। यो भनेको तपाईँको फ्रिक्वेन्सी हो, यो भनेको फ्रिक्वेन्सी हो, सम्झिनु पऱ्यो। यदि र्याड पर मिनट दियो भने यो चाहिँ भेलोसिटी हुन्छ, अनि रिप पर मिनट दियो भने यो चाहिँ फ्रिक्वेन्सी हुन्छ। यसरी सम्झिनु पऱ्यो है। रेडियन पर मिनट दियो भने यो भेलोसिटी हो, रिभोल्युसन पर मिनट दियो भने यो फ्रिक्वेन्सी हो। यसरी सम्झिनु पऱ्यो हामीले। ओके, यो फ्रिक्वेन्सी हो, यसलाई मैले एफ लेखेँ। 40 rpm हामीले नयाँ आरपिएम पत्ता लगाउन खोज्दैछौँ। ओके, न्यू आरपिएम, त्यही भएर मैले यसलाई F1 भने है। ओके, मास अफ द वाक्स दिएको छ, स्मल एम लेखौँ यसलाई 0.02 kg। डिस्टेन्स फ्रम द एक्सिस दिएको छ, स्मल आर भनौँ यसलाई 0.08 मिटर दिएको छ। र हामीलाई पत्ता लगाउनु परेको छ F2 = वाट। ओके, हामीलाई क्वेसन यति मात्रै दिएको हो। अब हामीले के पत्ता लगाउन पर्छ भन्दाखेरि जस्तो यो मोमेन्ट अफ इनर्सिया कति बेलाको हो, वाक्स चाहिँ ड्रप नगर्दाको हो। अब हामीलाई नयाँ मोमेन्ट अफ इनर्सिया पनि चाहिन्छ, त्यही भएर पहिला यसलाई चाहिँ हामीले I1 भनौँ। I1 भनेको चाहिँ अब नयाँ निकाल्दैछौँ, पहिलाको चाहिँ I1 भयो। सो लेट्स मुभ टु द I2। I2 को लागि हामी के गर्छौँ भने नाउ I2 भनेको चाहिँ के हो त भन्दाखेरि यो वाक्स ड्रप भइसकेपछिको मोमेन्ट अफ इनर्सिया हो। I2 भनेको जहिले पनि के हुन्छ, I1 त भइहाल्छ प्लस mr² हुन्छ। यो प्यारलल एक्सिस थ्योरमले दिन्छ। यो चाहिँ तपाईँहरूले प्यारलल एक्सिस थ्योरम योभन्दा अगाडिको लेक्चरमा हेर्नुभयो भने नयाँ मोमेन्ट अफ इनर्सिया कुनै चिज ड्रप भइसकेपछि रोटेटिङ बडीमा के हुन्छ त भन्दाखेरि पुरानोसँग त्यो रोटेटिङ बडीको मास र एक्सिसबाट त्यसको डिस्टेन्सको स्क्वायर हुन्छ। यो फर्मुला जस्तै हो, यसरी हामीले सम्झिन सक्छौँ। ओके, सो I1 भनेको हामीलाई दिएको छ 5 × 10⁻⁴ प्लस m भनेको दिएको छ 0.02 × 0.08 को स्क्वायर भयो। ओके ओके, यो यसले एन्सर दिन्छ 6.28 × 10⁻⁴ kg/m² दिन्छ। हामीले I1 I2 निकाल्यो। अब हामीलाई निकाल्न पर्ने छ F2 है। अब F2 निकाल्नको लागि हामीसँग के हुन्छ भन्दाखेरि जस्तो यो डिस्कमा चाहिँ यो सर्टेन मास नझार्दा यसको जुन मोमेन्ट अफ इनर्सिया थियो, सर्टेन मास झारेपछि यसको मोमेन्ट अफ इनर्सिया चेन्ज भयो। तर रोटेशनल डाइनामिकमा एउटा यस्तो कुरा कन्स्ट्यान्ट हुन्छ जुनलाई हामीले एङ्गुलर मोमेन्टम भन्ने गर्छौँ। एङ्गुलर मोमेन्टम L भनेको जहिले पनि यो कन्स्ट्यान्ट हो। त्यही भएर Lलाई हामीले फर्मुलामा लेख्न पर्यो भने I ओमेगा भन्ने गर्छौँ। L = I ओमेगा = कन्स्ट्यान्ट। यो बडीमा मास 0.02 kg को मास आओस् अथवा नआओस्, तर यो L जहिले पनि प्रिजर्भ हुन्छ। त्यही भएर फ्रम द ल अफ कन्जर्भेसन अफ एङ्गुलर मोमेन्टम हामीले यो L को फर्मुला लगाएर गर्छौँ है त।
नाउ यो मास झर्नुभन्दा अगाडि यसको एङ्गुलर मोमेन्टम L1 थियो। यो मास ड्रप भइसकेपछि यसको एङ्गुलर मोमेन्टम L2 भयो। L1 इक्वल टु L2 भयो। यो कन्जर्भेसन अफ एङ्गुलर मोमेन्टमको प्रिन्सिपल हो। L1 भनेको I1 ओमेगा 1 हो, यो भनेको I2 ओमेगा 2 हो। तर हामीसँग त ओमेगा छैन, हामीसँग त F छ। अब यो ओमेगालाई तपाईँले F को टर्ममा लैजान पर्यो। I1 2 पाई F1 I2 2 पाई F2 गर्ने। यो 2 पाई काट्दिनुस्। ल ओके, यहाँबाट अब हामीसँग बाँकी रह्यो I1 F1 इक्वल टु I2 F2 बाँकी रह्यो। हामीलाई निकाल्न पर्ने छ F2 I1 F1 डिभाइड बाई I2 गर्नुहोस्। विद्यार्थीहरूले यहीँ भ्यालु हाल्दा पनि मिल्छ, तर तपाईँहरूले निकाल्न पर्ने कुरालाई एक्लो बनाएर पछि भ्यालु हाल्नु भने सल्भ गर्न सजिलो हुन्छ। ओके, ल I1 हामीसँग छ 5 × 10 टु द पावर -4 इन्टु F1 हामीसँग छ 40 डिभाइड बाई I2 हामीसँग निक्लिसकेको छ। I2 हामीले निकालिसकेका हौँ। यो I2 6.28 × 10 टु द पावर -4 भयो। ओके, अब यसलाई सल्भ गर्दा हामीले एन्सर पाउँछौँ। इट इज अलमोस्ट अबाउट 32 RPM भयो। हामीले आरपिएमलाई आरपिएसमा लिएर गएनौँ, आरपिएममै छ, त्यही भएर हाम्रो एन्सर चाहिँ आरपिएममै आउँछ। अब यसबाट हामीले के पनि बुझिरहौँ भने जस्तो कुनै मास झर्नुभन्दा अगाडि उसको जुन फ्रिक्वेन्सी थियो, अब फ्रिक्वेन्सी चाहिँ त्यो मास ड्रप भइसकेपछि घट्दो रहेछ, फ्रिक्वेन्सी घट्दो रहेछ, यसरी बुझ्न पर्यो। भनेपछि M इज इन्भर्सली प्रोपोर्सनल टु F अथवा F इज इन्भर्सली प्रोपोर्सनल टु M भनेर हामीले बुझ्न सक्छौँ। थ्याङ्क यू।